फिल गुड फ्रिडमको एपिसोड 5 मा स्वागत छ। आजको हाम्रो छलफलको शीर्षक हो इच्छाहरूको बोझ। हामी एउटा यस्तो विषयमा अलि गहिरिएर कुरा गर्नेछौँ जुन हाम्रो सबैको दैनिक जीवनसँग जोडिएको छ। कसरी हाम्रा र अरूका इच्छाहरूले थाहै नपाई हाम्रो खुसी, हाम्रो मनको शान्ति, खुसी रहेका हुन्छन्। स्रोतले त यसलाई फिल गुड अवस्थाको सबैभन्दा ठूलो दुश्मन नै भनेको छ। ल यसलाई अलि खोलौँ न त। यो एकदमै महत्त्वपूर्ण विषय हो। हामी अक्सर के सोच्छौँ भने खुसीलाई खोज्नुपर्छ, कमाउनुपर्छ। तर स्रोतले एउटा बिल्कुलै फरक दृष्टिकोण दिएको छ। कस्तो दृष्टिकोण? फिल गुड मतलब राम्रो महसुस गर्नु, त्यो हाम्रो प्राकृतिक अवस्था हो। हाम्रो डिफल्ट सेटिङ नै त्यही हो। हाम्रो डिफल्ट सेटिङ हो। तर इच्छाहरूले चाहिँ यो प्राकृतिक अवस्थालाई बारम्बार बिगार्ने काम गर्छन्। आज हामी यही इच्छाहरूको जाललाई बुझ्ने प्रयास गर्नेछौँ। ल त्यसो भए छलफलको सुरुवात एउटा सामान्य पारिवारिक दृश्यबाट गरौँ न, जुन स्रोतमा पनि उल्लेख छ। त्यसमा भनिएको छ एउटा घरमा 4 जना छन् भने सबैका आफ्नो इच्छाहरू हुन्छन्। अनि तीमध्ये धेरै जसो अनावश्यक वा मूर्खतापूर्ण नै हुन्छन्। हो नि। जस्तै उदाहरण दिएको छ, कोही बिहान 10:30 बजेसम्म आफ्नो शरीरको लागि 1 मिनेट पनि निकाल्दैन। तर पुरै घर चाहिँ चिटिक्क व्यवस्थित हुनुपर्छ भन्ने इच्छा राख्छ। अनि अर्को उदाहरण पनि छ, कोही बिरामी छ तर उसको दिमागमा के चलिरहेको छ? उत्सव, सजावट, खाना पकाउने अनन्त इच्छाहरू। हो। यहाँ एउटा गहिरो कुरा लुकेको छ जुन स्रोतले भन्छ, इच्छा कम छैन, समझ कम छ। इच्छा कम छैन, समझ कम छ। वाउ। मतलब समस्या इच्छाहरू हुनुमा होइन, तर कुन इच्छा आवश्यक छ र कुन अनावश्यक छ भनेर नबुझ्नुमा हो। यही समझको कमीले हामीलाई यस्ता कुराहरूको पछि दौडाउँछ जसले क्षणिक सन्तुष्टि त देला, तर स्थायिक शान्ति दिँदैन। ठ्याक्कै। अब यहाँनिर विषय साँच्चै रोचक मोडमा पुग्छ। स्रोतले यसलाई ब्रह्माण्डको तथ्य भनेको छ। फ्याक्ट अफ युनिभर्स हो। अरूको इच्छा बोझ बन्छ, आफ्नो इच्छा चिन्ता बन्छ। यो लाइनले त एकछिन सोच्न बाध्य बनाउँछ, हैन र? एकदम। यसको मतलब जब हामी अरूले हामीबाट राखेका अपेक्षाहरू पूरा गर्न थाल्छौँ, तब हाम्रो मन एउटा कस्तो भने डम्पिङ यार्ड जस्तै हो, डम्पिङ यार्ड जस्तै बन्छ, जहाँ अरूका इच्छाहरूको फोहोर मात्रै थुप्रिन्छ। यसलाई अझ ठूलो चित्रमा हेरौँ न। जब कुनै अभिभावक आफ्नो इच्छा बच्चामाथि थोपर्छन्, जस्तै बच्चालाई डाक्टर बन्न मन छैन तर पनि उसलाई त्यही बन्न दबाव दिइन्छ, त्यहीबाट दुःखको सुरुवात हुन्छ। हो। स्रोतले यसलाई एउटा सूत्रमा बाँधेको छ, मिसम्याच अफ डिजायर्स इक्वल्स टु मिजरी अफ लाइफ। मिसम्याच अफ डिजायर्स अर्थात् इच्छाहरूको बेमेल नै जीवनको दुःखको कारण हो। अनि आफ्नै इच्छाको पछि लाग्दा चाहिँ? जब हामी आफ्नै इच्छाहरूको पछि लाग्छौँ तब चिन्ता सुरु हुन्छ। अनि जब हामी अरूका इच्छाहरू बोक्छौँ तब हामी आफ्नो स्वतन्त्रता गुमाउँछौँ। मतलब दुवै अवस्थामा त्यो प्राकृतिक फिल गुड अवस्था हराउँछ। त्यसो भए यो सबैको समाधान के हो त? त्यो फिल गुड अवस्थामा कसरी फर्कने? यसको लागि स्रोतले भित्री स्वतन्त्रताको प्रशिक्षणको कुरा गरेको छ। प्रशिक्षण? हो, प्रशिक्षण। किनभने यो एकै रातमा हुने परिवर्तन होइन, एउटा अभ्यास हो। एकदम। र यो प्रशिक्षणको पहिलो पाइला हो अरूको इच्छाहरूबाट मुक्त हुनुहोस्। स्रोतले त अझ स्पष्ट भन्छ, तपाईँ कसैको सेवक वा इच्छा पूरा गर्ने मेसिन होइन। एउटा शक्तिशाली लाइन नै छ। You're not a carrier of others' expectations. हो, तपाईँ अरूको अपेक्षा बोक्ने भरिया होइन। यहाँ प्रशिक्षण शब्दको प्रयोग निकै अर्थपूर्ण छ है। एकदम। यसको मतलब यो एउटा प्रक्रिया हो, अभ्यास हो। कस्तो अभ्यास? कुन इच्छा आफ्नो हो र कुन अरूले बोकाएको हो भनेर पहिले त चिन्नुहोस्। अनि त्यसपछि? अनि त्यसलाई विनम्रतापूर्वक छोड्ने साहस गर्नु। यही नै भित्री स्वतन्त्रताको सुरुवात हो। हो। स्रोतले भन्छ, जब तपाईँ आफ्नो इच्छा छोड्नुहुन्छ तपाईँ हल्का हुनुहुन्छ। अनि जब तपाईँ अरूको इच्छा छोड्नुहुन्छ तपाईँ स्वतन्त्र हुनुहुन्छ। हल्का हुनु र स्वतन्त्र हुनु, यसमा त ठूलो फरक रहेछ। निकै ठूलो। यो विचार कुनै नयाँ त होइन होला। स्रोतले इतिहासबाट केही उदाहरणहरू दिएको छ कि? अवश्य दिएको छ, र ती उदाहरणहरू निकै शक्तिशाली छन्। जस्तै महात्मा बुद्ध, उहाँले राजपाट, सुख शयल सबै त्याग्नुभयो। इच्छा त्यागेपछि उहाँले शान्ति पाउनुभयो। हो। अर्को उदाहरण अंगुलीमालको छ। उसको इच्छा के थियो? 1000 जनाको हत्या गर्ने। जब उसले त्यो हत्या गर्ने इच्छा त्याग्यो, ऊ सन्त बन्यो। अनि सम्राट अशोक?
उनले विजयको इच्छा त्यागे। अनि उनी एक दयालु महान राजा बने। यी सबै उदाहरणहरूले के देखाउँछन् भने इच्छा छोड्नु प्रगति र विकासको निशानी हो, हारको होइन। बिल्कुल होइन। चाहे त्यो आध्यात्मिक शान्ति होस्, व्यक्तिगत रूपान्तरण होस् वा राजनैतिक नेतृत्व, हरेक क्षेत्रमा एउटा शक्तिशाली इच्छालाई त्याग्दा नै उच्च अवस्था प्राप्त भएको देखिन्छ। हो, यो एउटा विश्वव्यापी सिद्धान्त जस्तै हो। आजको छलफलको सारलाई केही मुख्य बुनाहरूमा समेटौं न त। स्रोतले दिएका केही सम्झनलायक लाइनहरू छन् हैन? छन्। पहिलो त इच्छाहरूको बोझ छोड्नुहोस्, शान्ति मिल्नेछ। एकदम। दोस्रो, अरूको अपेक्षा तपाईको जिम्मेवारी होइन। यो त एकदमै महत्त्वपूर्ण छ। अनि तेस्रो, एउटा सूत्र, इच्छा खतम इज इक्वल टु तनाव खतम। कति सरल तर कति गहिरो। र सबैभन्दा महत्त्वपूर्ण कुरा, फील गुड इज योर रियल वेल्थ। राम्रो महसुस गर्नु नै तपाईको वास्तविक सम्पत्ति हो। हो, यसलाई अरूका वा आफ्नै अनावश्यक इच्छाहरूको लागि खेर नफाल्नुहोस्। अन्तमा स्रोतले एउटा संकल्प लिन सुझाएको छ हैन? एउटा प्रतिबद्धता जस्तै। म कसैको मूर्खतापूर्ण इच्छा बोक्ने छैन। यो स्वार्थी हुनु होइन, बरु आफ्नो भित्री शान्तिको रक्षा गर्नु हो। आफ्नो वास्तविक सम्पत्तिलाई जोगाउनु हो। यो त एक किसिमले आफ्नो मानसिक स्वास्थ्यको लागि उभिनु जस्तै भयो। एकदम। अब अन्त्यमा श्रोताहरूलाई सोच्नको लागि एउटा प्रश्न छोडौं न त। अवश्य। यदि हाम्रो मनको शान्ति एउटा घर हो भने हामीले कुन कुन अनावश्यक इच्छाहरू, मतलब आफ्ना र अरूका, थुपारेर त्यसलाई फोहोर बनाइरहेका छौं? राम्रो प्रश्न। आजै एउटा कुन चाहिँ मूर्खतापूर्ण इच्छालाई बाहिर फालेर भित्र अलिकति शान्ति भित्र्याउन सकिन्छ? यो प्रश्नमाथि विचार गर्न सबैलाई अनुरोध